त्यो पानीको अस्ति खनेर रोकिहाल्ने होला उनीहरू पानी नै थिएन हाम्रो रोपाई गर्ने दिदी बहिनीहरू यहाँ काम नपाएर छटपटी राख्नु भएको छ यहाँ बेरोजगार भएर बसिराख्नु भएको छ कपाल कनाउँदै आँखा मोसार्दै जुम्रा हेर्दै खैनी खाँदै यहाँ मेलो बन्दैछ यहाँ मेलो बनिसकेको छैन गोरुले पटा मस्त लगाइरहेको छ गोरुले मस्त पटा लगाइरहेको छ गोरुले यहाँ मेलो बनिसक्न बाँकी छ ल आज 2082 असार महिना 26 गते हाम्रो रोपाई सुरु भयो बिहानको ठ्याक्कै 7:07 हाम्रो कन्याकुमारी फुपू चेलैले सुरुवात गर्नु भएको छ यता अरूले पनि एकदम चाहिँ हात चलाइराख्नु भएको छ सबैजनाले हात चलाइसक्नु भएको छ रोपाई सुरु भइसकेको छ अब यहाँ बाउसेलाई चाहिँ गाह्रो पर्ने हो रोपार धेरै भए Cô về đây chứ.
गाह्रो भयो काका, खेती गरी खानु गाह्रो हो। नगरौँ भने जाउलो पस्दैन मुखमा। पनि चामल किन्छु भन्दा अनि पैसा हुँदैन, अनि के गर्नु? खानै पर्यो। तर अहिले खेती हुनुभन्दा किन्न अहिले अब झन् अहिले अप्ठ्यारो। हजुर हजुर। काका गोरु बस्छ भने खाजा खान आउनु। तँ लड्न आँटिसक्यो, तँ पनि लड्छ त केटा। काका जाँड त खानुहुन्न अरे, अघि मैले सोधेको। ऊ काका भन्दा ए तपाईँ भन्दा खराब। हजुर आउनुहुन्छ? कान्छो चाहिँ ए हजुर। यहाँ पानी यत्रो चाहिने थिएन क्या, यो गरामा यत्रो पानी छ, त्यसमा त्यत्रो छ, त्यसमा त्यत्रो छ, यसमा यत्रो छ, यो पानी लगाएर गोदामेको सबै उयो सामानै अग्लो न अग्लो रहेछ। यहाँ खोलो हजुर। अनि अब समाज ए ए हजुर। हिँड्नु नि त हौ भने चिसो। ए सोल्टिनी ज्यू सेवारो हजुर। सोल्टिनी ज्यू पनि आउनु भएको छ खाजा बोकेर। जाँड खाने को थोरै भयो कि क्या? नमस्कार। अनिल भाइलाई देखाइदिनु पर्छ। काका लु यता छिर्नु लु। काका अनि जाँड भनेपछि रोपामै छिर्नु भन्नुपर्छ। ओ काका जाँड भनेपछि त नाङ्दिनु नि एक फड्कामै। लो हेर जाँड भनेपछि त नाङ्नु पर्यो नि। बाबै त रोपामा पो छिर्नु खोज्छ त यसो यसो हेर्छ त अगाडि। खानु 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 माइजी जाँड खानु है जाँड। ओहो माइजी त कति राम्री देखेकी हो। आज काकी पनि आउनु भएको छ हाम्रो खेताला। काकी चाहिँ एकदम के अरे बाख्राखोर, हाम्रो आप्पाले बाख्राखोर बनाइदिएको पर्म होइन त। ल ठिक छ। जाँड अलिक खाने काकी? कोक खानु? बाख्राखोर बनाएको पर्म। कसको? ए तपाईँको डोकोको पर्म।
मिक्स होला नि फेरि काकी कोक र रक्सी ए कोक र के अरे जाँड मिसाएर ओ चोखो गिलास गयो जस्तो चोखो गिलास हैन लुलु तपाईहरु पनि खानु सोल्टिनी रक्सीले अगाइदैन नि त अनि ग्यास्ट्रिक हुन्छ नि त रक्सी खानेलाई जाँडले भाउजूले खोइ सोल्टिनी देखाउनु ल्याउनु भन्नु त भाउजूले बहिनी लिएर आउँदैछु भन्नुभयो गछ्यादेखि लु सोल्टिनीलाई यता लिएर आउनु नि त हो हेरौँ भनेको त कता लुकाउनु भयो भा खानु खानु ना कान्छी खानु कता उता उतै ए भेट्नु मात्रै आउनुभएको ए ज्वाइँ पनि पो हुनु त दिदी खानु त भयो पनि को खानु त भयो भयो झन्डै पुग्यो नि काका यो तपाईको हो यो हजुर यसो सानोतिनो बनाइ हेरेको काका कुदिरहेको थियो सकिएको होइन काका ल फुकाइयो पो लु हे असारको लगभग वरिपरि सकियो हाम्रै बाँकी थियो ए अन्तिम रोपाइ ल कता काका हो र ठिकै छ काका लु मिलाइजुलाई यसो लु सक्यो काका लु धन्यवाद तपाईँहरूलाई तपाईँहरूकै सरसहयोगले चाहिँ यहाँ पानी पनि पुर्याइयो हिजोसम्म सुक्खा चर्किरहेको खेत आज यसो हजुर हजुर पानी पुर्याएर पनि जोतेर पोटा लगाइयो यो त उतो काकाको होला नि यो चप्पल ए उहाँ चाहिँ भिनाजु यहाँ चाहिँ तपाईँहरू चाहिँ दाजुभाइ नि काका अहिले खाना खानु चाहिँ आउनुपर्छ है कता फेरि मेलो जाने हो र हो र घरका मान्छे रोपाइमा गएर एउटा छोरो थियो उता ढाड सड्केर हिजो पानी निकाल्दा ढाड सड्केछ खाना खानु जानु पर्थ्यो त अब खाइहाल्यो नि त खानै ठुलो होइन नि त अब यति बेला त रेडी हुँदैन अहिले 10 बजीतिर यसो जानु पर्थ्यो काका बस्तु भाउ यतै बाँधेर यतै खोले सोले यताउति घाँसहरू सबै यतै गर्नु हुँदो रहेछ होइन त हजुर हजुर
दुइटै लान सक्नुहुन्छ? लु लु काका लु। लु यो 3टा चाहिँ खनेरै रोप्यो काका। यो ट्र्याक्टरले पैसै मात्रै लाग्ने भयो क्या काका बित्थामा। हजुर हजुर हजुर। लु है त काका लु। अहिले यसो भयो भने खाना खानु चाहिँ आउनु हो काका। हो र? लु नि त हौ काका लु। हुन्छ हजुर 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 हो नि काका लु। हस् हजुर। हाम्रो गाउँ हाम्रो छरछिमेकमा चाहिँ एकदम सहयोगी भावना भएको छिमेकीहरू हुनुहुन्छ। एकदम सबैजना आएर पटासटा लाएर ट्याक्क मिलाइदिएर जानुभयो। रोपार दिदी बहिनीहरू पनि सबैजना छरछिमेकी एकदम मिलनसार एकदम सहयोगी भावना भएको रोपार दिदी बहिनीहरू हुनुहुन्छ। अब मेरो श्रीमतीको हालत भनेको अब अहिले अलिकति यसो नसक्ने अवस्थामा हुनुहुन्छ। त्यही भएर चाहिँ नि सरसहयोगको लागि दिदीबहिनीहरू थुप्रै भेला हुनुभएको छ। यति 7 कट्ठा 6 कट्ठा खेतको लागि अब उहाँहरूले खाना खाने टाइमसम्म एकदम चडक्कै सकेर अनि हामी खाना खान जान्छौँ। अब 8 बजेको छ अहिलेको समयमा भनेको 8 बजेको छ। अब ट्याक्क खाना खाने समयमा चाहिँ सकिहाल्छ। अब बुवाले पनि बिचरा अब के गर्नु पाएको भएर पनि बाउसे तान्दै हुनुहुन्छ, बाउसे लाउँदै हुनुहुन्छ। खोइ तपाईँ बिउ फ्यालिदिनु नि त, म लगाउँछु हौ। यता यो अलिअलि यसो डाँडा काँडा मिलाउँछु। सबै ठिकै छ। खोइ कतै दह कतै ऊ जस्तो छैन, सबै मिलेकै छ। यसो अलिअलि छेउ कुनाहरू मिलाउँछु। त्यो त त्यो आलीको भाग ट्र्याक्टरले उ गरेको हो। टोटो कतिजना हुनुहुन्छ? 1 जना 2 जना 3 जना 4 5 6 7 8 9 9 जना हुनुहुन्छ। 6 कट्ठा 7 कट्ठा खेत। अब उसको ज्यानले गर्दाखेरि धान रोप्नु ओर्नु यताउति नसके पनि खानापिना चाहिँ बनाउँदैछिन् घरमा। अहिले खानापिना बनाइसक्छिन्। 10 बजीसम्ममा रोपाइ सकिन्छ यति। अनि जाने हो, खाने हो, टक्क हात खुट्टा धोएर मस्त नुहाइधुवाइ गरेर आराम गर्ने हो। ल असारको लगभग अन्तिम रोपाइ भनेको हाम्रै हो। यता उँधो उँभो सबै रोपाइ सकिसकेको छ। रोपारमा पानी हाल्न थालिसक्नु भएको छ। हाम्रो चाहिँ अन्तिम रोपाइ नै हो। हाम्रो मात्रै बाँकी थियो। आगी पो साकेको है।
क्याच किन क्याच चिल्लो आम्मा कहाँ भ्यालेर क्याच अरे हौ सोल्टिनी आयो हे सोल्टिनी लु पुग्छ पनि होला हौ बिउ त मल सक्यो आपा हावा चल है होइन लेहे लेहे हावा चल्यो दिन शीतल छ है होइन काकी माइजू के उडायो अरे तपाईँको नङ्गी उडायो नङ्गी उडायो नङ्गी उडायो रोपाइमा ए काकी अलिक मसिनो है पातलो पातलो है तर यसपालि त गाँस लाग्ने पानी पनि हुन्छ कि हुँदैन खेतमा पनि अब भरे त कहाँ ए के चाहिँ ए दबाई त भरे नै लगाइहाल्ने झारको दबाई भाउजू अब भरै ट्याक्क माटो बस्छ अहिले खेलेको माटो अनि भरे बेलुका बेलुका हान्नुपर्छ ए भिडियो बनाएको त त्यता पो पुग्यो पानी पर्यो हे पानी पर्यो ले यहाँको बिउ त कता पुग्यो पानी फाल्दा फाल्दै एउटा गाबै छैन त ए यहाँ पो पुगेछ एउटा गाछ टोटो मस्त बाउसे हान्दैछ नि केटो टोटो ए टोटो त पनि हिलो खेलेको असारमा टोटो टोटो हिलो खेलेको
के हो? तेरा साथ न छोड़ेंगे ये दोस्ती त्यो टुटोले सघाइरहेछ किन हान्नुभएको? सोडिने आँखा झिम्काउन थालिन्। खोइ यहाँ अनिल भान्जालाई यसो फोन गरेर देखाइदिउँ भनेको, भिडियो कल गरेर भिडियो कलै रिसिभ गरेन हौ। पोर्साले यति बेलैतिर होला सोल्टिने देखेर गएको, केटो 1 वर्ष भइसक्यो नदेखेको, देखाइदिनु पर्यो भनेको। कता फाल्दैन? ले फाल्न त। ऊ पछाडि आलीमा छ त। दुईटै हातले अब रोप्न थालिहाल्नु।
छिटो बनाउनुपर्छ क्या भएर यो मेरो भिडियोलाई चाहिँ फुटुक 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 पारन सबैको डढेल्नु मात्रै देख्दो रहेछ। अरूको पनि देखाउनु कति मिनटको बनाउनु बनाइराख्नु न परे काट्ने यता आइ आइ गरौँ यता आसे उठा 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 ल ल ल ल ल डेपुटी भाउजू ल अरे यस्तो 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 गर्ने बनाउनु पर्छ के हेलो शोभाको आमा के छ खबर लेना गेन्ची हेलो दोस्ती तीन गाभा मात्र लिएर गएर एउटाले चाहिँ 3 गाभा मात्र लिएर गएर देवर भाउजू रोप्यो देवर भाउजू यो दुईजना चाहिँ देवर भाउजू हो कुन चाहिँले छिटो रोप्ने भनेर अगाडि अगाडि भाउजूले जितो भाउजू चाहिँले जितो मोबाइलमा पस्छ 1 मिनेटको भयो शोभाको यतिको छिटो चाहिँ हुनुपर्छ नि त देवरलाई टप्न आँट्यो भाउजू चाहिँले मा रोपार चाहिँ यहाँ छ नि फेरि मोबाइलमा झर्छ सुत्तै आइगयो नि त्यति राम्रो भएन भयो अफ गरिदिउँ 2 मिनट 25 सेकेन्ड कुदाउनु खै टोटो आइज बोलाउनु आइज टोटो आइज जा उता कुद्नु यता आइज भने कुद्नु त आइज उता टोटो जा काबु भइगयो नि कान निमट्दिनु भने आइयो सक्यो त नि सक्यो अब उत्तानो टाङ लगाएर पोहोरको जस्तो भने यसपालि त पाहाड पनि कराएन नि पोहोर त राम्रो त्यही त अनिल भाइ र हामीले यही खेततिर कति पाहा मारेको यसपालि त पानी नपरेर होला हौ अब रोपिसकेपछि त के गर्नु पहिला खेतमा कुदी हामीले पाहा मारेको थियौँ भैँसुल्टी मैले पनि रोपेँ नि अघि रोपेको भिडियो खिचिसकेको त्यो त पुरानै नि वहाँ तल बकुला देख्छ यहाँको छ जा तँलाई जानु नि भन्नु बोल्नु छैन आलीमा उभिएर बसिराख्नु हुँदो रहेछ सोल्टिन त हामीसँग ला हौ त्यही भएर पो अघिदेखि मुस्कान मात्रै दिनु हुँदो रहेछ नबोल्दै नबोल्नु हुँदो रहेछ किन रहेछ नि तर के कारण रहेछ के काम बिगारेछु मैले त्यस्तो बाचाइ गर्नुपर्ने चाहिँ
माटो खोजी खोजी रोपौँ है। पुग्छ पुग्छ नाना पुग्छ। नपुगेको अहिले म सार्छु बरु एक दुईवटा। ए तल्लै छेउमा पो काकी। ए काकी त जेला नमिलेर हो पल्लै छेउ पुगेको। ओहो टोटो त्यहाँ गाबामा नकुदै रोपेको ठाउँमा तेरो तेरो। काकी सक्यो ल सक्यो हे सक्यो ल लु खोइ त लु फेरि गर्नु नि त लु। के ल्याउनु त्यो बिउ त उमै लानु होला नि त। हजुर टोटो मेलो सक्यो अब बसेको हो भाइ। रोपेर बसिस् नि गलेर लु। लु 9 बजेर कति मिनटमा सक्यो। 9 बजेर 28 मिनटमा चिलिम। 9:30 मा सक्यो मेलो हाम्रो। यहाँसम्म हो हाम्रो सिमाना। यहाँसम्म सक्यो लु। बिहान काकाले गोरु ल्याउँदा गोरुले सबै यहाँ घाँ बाटेको काकाको। सक्यो हे सक्यो लु। ल ल ल ल ल नाचिदिउँ ल एक फनको ल। लु 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 एक फनको नाचिदिउँ लु एक फनको। खोइ भाउजूले यस्तो हान्यो। भाउजू लु लु भयो 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 भयो। म हान्दिनँ है म हान्दिनँ है म हान्दिनँ है फेरि। ल सक्यो सक्यो टोटो ए टोटो गाबा नटेकी आइज है भाइ। जाउँ जाउँ अब मासु भात खाउँ आराम गरौँ नुहाइधुवाइ गरौँ सरसफाइ गरौँ लुतो फालौँ। बोक्नु है बोक्नु उब्रेका बिउहरू बोक्नु है सबैजनाले पल्लो छेउ पुर्याउँ। अटेको अटेको बोकौँ न म पनि बोक्छु। लु म बोक्छु लु जाऊ। ल्या के भेट्यो फेरि। होइन के भयो के भयो। छोडिदिनु भरे भेला गर्नुपर्छ नि। होइन के छ त्यहाँ
सर्प छ अरे हिँड्नु हिँड्नु ल कहाँ त्यो अँट्दैन भरे बरु डोकोमा लानुपर्छ कहाँ लगेर कहाँ राख्नु लगेर चाहिँ कहाँ राख्नु पस्का भात खानु आयो निलागामा रोप्दाखेरि निलाले देवकुमारीकोमा रोप्दाखेरि धोयो भनेको त सर्टको बौला मिल्छ भात मकैको भात ए निलैले मकैको भात रहेछ अनि सुनको भात पो भन्ने सुनियो त यो त सुनकै डल्लो हो कि हौ नपस्ला है अलिक बिस्तारै पानी खाँदै खानु सुन एउटा जाँड खाने बोटुको दिनु न बुहारी पप्पालाई ए ऊ त्यही पनि हुने रहेछ हो त्यही गिलासमा हाली खानु खोइ पोखिसक्यो सबै मेरी मुइया यता भात पकाउन बिजी थिइन् आज के गर्नु खेततिर आउन पाइनन्
किचन फेरि देख ल हाम्रो गाउँघर त यस्तै छ माया अब के गर्नु प्लेट